नमस्कार दर्शकबिन, स्वागत छ तपाईहरू सबैलाई। आज म चर्चा गर्नेछु तपाईँ हाम्रो लोकप्रिय नेपाली टेली सिरियल बुहारीको बारेमा। बुहारी भाग 285 मा भएका गोप्य अनि महत्त्वपूर्ण कुराहरूको जानकारी। बुहारी भाग 286 मा के हुन सक्छ, रामले कस्तो कस्तो खेल खेल्लान् भन्ने सम्भावित कुराहरूको बारेमा जानकारी दिनेछु। कृपया भिडियोलाई पुरा हेरेर रामलाई साथ दिनुहोला। दर्शकबिन, दुर्गामा श्रुति मालतीले जति नै ठुलो योजना बनाए पनि, जति नै ठुलो जाल झेल रचे पनि रामलाई मार्न असफल भएका छन्। सबैलाई लागेको छ राम मरिसक्यो, अब हामीले जे गरे पनि हुन्छ भनेर। तर सबैजना रामले थापेको पासोमा पर्दैछन् भन्ने कुराको अनुमान पनि लगाउन सकेका छैनन्। दुर्गा आमाले आफूलाई बचाउनको लागि जुनसुकै हदसम्म पनि जान सक्ने भएका छन्। दुर्गा आमाको नाजायज सम्बन्धको बारेमा खुलासा भएको छ। दुर्गा आमाको चरित्र मुनाले थाहा पाएकी छे। आफ्नो चरित्रको बारेमा कसैलाई थाहा नहोस् भनेर दुर्गा आमाले आफ्नै छोरी मुनालाई समेत मार्न पछि परिनन्। आफ्नो श्रीमानलाई पनि नाजायज सम्बन्ध बचाउनको लागि मारेका रहेछन्। यो कुरा मुना सामु पक्कै पनि पुग्नेछ। दुर्गा आमा जस्तो चरित्रहीन महिलाकै कारणले गर्दा नै असल सोझा साझा महिला माथि औँला उठ्ने गर्छ। यस्तो पापिनी आफ्नै श्रीमानको हत्या गर्न परपुरुषसँग लागेर अनि आफैले जन्म दिएको आफ्नै छोरी मार्न खोज्ने दुर्गा आमाले अब रामले जेल हाल्ने होइन, आफ्नै हातले मार्नु पर्छ। यता श्रुति पनि आफ्नै भाइलाई मार्न खोज्ने, आफ्नै बहिनीहरू मार्न खोज्ने। सम्पत्तिको लोभमा यस्तालाई रामले अब त्यसै छाड्नुहुन्न। अहिले त कमला र मुना भएर लखेटे, अब यतिले हुँदैन। आफ्नै दिदी भनेर अब रामले माफी दिनुहुन्न। आफ्नै होस् या पराई, ज्यान मार्न खोज्ने अपराधी नै हुन्। अपराधीले सजाय पाउनै पर्छ। राम अब एक्सनमा उत्रिसके। रामलाई साथ दिन रामको हुन नसकेको रामको कान्छी श्रीमती रूपाले साथ दिएकी छे। रामको हरेक लडाईँमा रामको लक्ष्मण बनेर उभिएकी छे रूपा। रामको श्रीमती हुन नपाए पनि रामलाई सधैँ साथ दिएकी छे र सधैँ दिने छे। राम र रूपा भएर जोगीको भेषमा अब दुर्गा आमाको भरौटेहरू, श्रुतिको भरौटेहरू सबैलाई एक एक गरेर मार्नेछन्। मुनालाई र कमलालाई सुपारी दिएर मार्न पठाएका गुण्डाहरूलाई एक एक गरेर मारेका छन्। एकजनालाई भाग्ने मौका दिएका छन् ताकि थाहा होस् रामको परिवारको सुरक्षा गर्न कोही आएका छन् भनेर। दुर्गा आमा, श्रुति अनि मालतीको अब दिनमा भोक र रातमा निन्द्रा हराउनेछ। कमला र मुनालाई कसले बचायो भनेर राम मरेको भन्ने भ्रममा परेका छन् सबै दुश्मनहरू। त रामले शिकार अन्जान बनेर गर्दैछन्। यता रमेशलाई पनि मार्ने धम्की दिएका छन् विकी र विशाल भएर। तर रमेश पनि डराउने छैन। विकी र विशालसँग लड्ने छन् अन्तिम अवस्थासम्म। रामले आफ्नो गाउँ र आफ्नो परिवारको रक्षा पक्कै पनि गर्नेछन्। रामले आफ्नो परिचय मुना, कमला अनि कसैलाई पनि दिने छैनन् जबसम्म आफ्नो मिसन पूरा हुँदैन। अब मुनाले पनि कमलालाई सत्य कुरा भन्नै पर्छ आफ्नो आमाको कालो करतुतको बारेमा। कमलाको आँखामा लागेको
जालो दुर्गा आमालाई आफ्नै आमा देखेको जालो मुनाले झारिदिनेछ। दुर्गा आमाको नाजायज सम्बन्धको बारेमा भनेर मुनाले गलत गरी कमलालाई तानेर लगेर कमलालाई पनि आफ्नै आँखाले हेर्न दिनुपर्ने थियो दुर्गा आमाको चरित्रको बारेमा। दर्शकबिन मुनाले शङ्का गरेकी थिइन् आफ्नै आमा आफ्नै छोरीको घर बिगार्न लागेको हो कि भनेर। अब पक्का भयो मुनालाई आफ्नै आमाको खेल रहेछ भनेर अब कमलाले बुझ्नु बाँकी छ। रामले पहिला दुर्गा आमाको, श्रुतिको अनि मालतीको खेलको पर्दाफास गरेर सबै सामु घुँडा टेकाएर कानुनी रूपमा नगएर राम आफैले सजाय दिनु पर्नेछ। जहिले पनि माफी दिँदा दिँदा हद पार गरिसकेका छन्। अब भने रामले दुर्गा आमा, श्रुति, मालती, बिकी र विशाल लगायत दुर्गा आमाको नाठोलाई समेत मार्नु पर्छ अनि बल्ल रामको परिवारमा, रामको गाउँमा शान्ति छाउँछ। यो सब घटनाको जिम्मा रामलाई बचाउने राजनेताले लिनुपर्छ, प्रहरी प्रशासनले लिनुपर्छ। रामले गरेको पुण्य कामको बदला रामको हत्या प्रहरी प्रशासनले लिएर रामलाई निर्दोष साबित गरिदिनु पर्छ भन्ने मलाई लाग्छ। अनि हजुरहरूलाई के लाग्छ? हजुरहरूलाई लागेको कुरा कमेन्ट गरेर भन्न नभुल्नुहोला। दुर्गा आमा, श्रुति अनि मालतीले खेलेको खेलमा असफल भएका छन्। रामलाई मारेका थिए, राम मरिसक्यो भनेर भ्रममा परेका थिए दुर्गा आमा, श्रुति अनि मालती। श्रुतिले जब मुनालाई र कमलालाई राम आयो भनेर देखाउनको लागि बिकी र विशाललाई लिएर आएका थिए, तब नै मुनाले र कमलाले थाहा पाए बिकी र विशाललाई देखेपछि यो सब दुर्गा आमाको खेल हुनुपर्छ भनेर, श्रुतिको खेल हुनुपर्छ भनेर। तब कमला र मुनाले महाकालीको रूप लिए अनि बिकीलाई र विशाललाई खुकुरी देखाएर त्यहाँबाट भगाए। यो सब श्रुतिकै काम हो भनेर श्रुतिलाई पनि मुनाले र कमलाले भएर घरबाट गलत्याएर निकाले। तर पनि श्रुति सुध्रिनेवाला नै छैन। श्रुतिले अब म घर आएपछि तिमीहरू सबैलाई निकाल्ने गरी आउँछु, राम मरिसक्यो, अब कहिल्यै फर्केर आउँदैन भनेर त्यहाँबाट लागिन्। पक्कै पनि अब मालतीकै घरमा शरण लिन जानेछ अनि मालतीसँग मिलेर कुनै न कुनै योजना पक्कै पनि बनाउनेछ। जति नै योजना बनाए पनि असफल नै हुनेछ श्रुति र मालती। उता दुर्गा आमा आफ्नो चरित्रको बारेमा कसैलाई थाहा नदिनको लागि आफ्नो प्रेमीलाई भेटेका थिए। आफ्नो प्रेमीलाई भेटेकै बेला मुना र कमला घरमा गए। त्यही बेला मुनाले आफ्नो आमाको चरित्रको बारेमा थाहा पाइन् अनि कमलालाई त्यहाँबाट घर फर्काएर लिएर आइन्। यो देखेर दुर्गामा साह्रै रिसाए। आफ्नो प्रेमीलाई भने जबसम्म कमला र मुनालाई मारेर आउँदैन तबसम्म मुख नदेखाउनु भनेर आफ्नो प्रेमीलाई पठाए। दुर्गामाको प्रेमीले पनि सुपारी दिएर कमला र मुनालाई मार्न पठाए जङ्गलको बाटोमा। तिनीहरूलाई के थाहा राम त्यहाँ आइपुग्छन् भन्ने कुरा सबैले सोचे। राम त मरिसक्यो, अब कमलालाई र मुनालाई मार्न कसैले रोक्दैन भनेर। तर कमलालाई र मुनालाई मार्न लाग्दा रामले बचाए। राम र रूपा भएर कमलालाई र मुनालाई बचाएका छन्। जोईको भेषमा राम अनि रूपा बसेका थिए जङ्गलमा। सबैलाई मारे अनि एकजनालाई छाडिदिए ताकि सबै कुरा भनिदियोस्। कमलालाई अनि मुनालाई अनि रामको परिवारलाई साथ दिनको लागि कोही न कोही आएको छ भन्ने कुरा दुर्गा आमाले श्रुतिले थाहा पाओस् भनेर। अब यो कुरा दुर्गा आमाबाट पक्कै पनि जानेछ अनि को हो त्यो मार्ने भनेर पक्कै पनि खोज्न जङ्गलतिर आउनेछन् दुर्गा आमा, श्रुति, मालती अनि सबै भरौटेहरू।
त्यही बेला रामले शिकार खेल्नेछन् अनि सबै कुरा थाहा पाउनेछन्। आफ्नो पछि लागेको अनि रामको घर भाड्नलाई लागेका सबै अपराधीहरूको बारेमा पत्ता लगाउनेछन् अनि एक एक गरी रामले त्यही मार्नेछन्। प्रहरी प्रशासनलाई पनि थाहा दिने छैनन्। अब कानुनी बाटो नरोजेर आफ्नै हिंसात्मक बाटो रामले रोज्नेछन्। जबसम्म श्रुति, मालती, दुर्गामा, विशाल, विक्की मर्ने छैन तबसम्म यस्तो घटनाहरू के पनि घटि नै रहनेछ। अब रामले आफ्नै दिदी भनेर माफी दिनुहुन्न, आफ्नै सासू आमा भनेर माफी दिनुहुन्न, आफ्नै छिमेकी भनेर माफी दिनुहुन्न। अब राम एक्सनमा उत्रनै पर्छ। रामले बचाउनै पर्छ आफ्नो परिवार अनि गाउँ समाजलाई, सबैजनालाई मारेर। यता रमेशलाई पनि विक्की र विशालले धम्काउन आएका छन्। जबसम्म गाउँ छोडेर जाँदैन तबसम्म राम्रो हुन्न भनेर रमेशको बहिनीलाई पनि थर्काएका छन्। तर रमेशलाई साथ दिन गाउँका नयाँ युवक शङ्कर गाउँमा आएका छन्। रमेशलाई कुटपिट गर्दा बचाएका छन्। रमेश पनि कमजोर छैन, रामको सिद्धान्तमा हिँड्ने मान्छे, कोहीसँग डराउँदैन। अनि रमेशले पनि खुकुरी निकालेर विक्कीलाई र विशाललाई त्यहाँबाट भगाएका छन्। अब सधैँभरि भाग्ने नै हो विक्की र विशाल, दुर्गामा, श्रुति, मालती। अब सबैको काल रामले लेख्नेछन्। सबैको मृत्यु निधारमा रामले लेखिदिनेछन् भन्ने मलाई लाग्छ। हजुरहरूलाई के लाग्छ? अब दुर्गामालाई, श्रुतिलाई, मालतीलाई मार्लान् कि त्यसै छाड्लान् कि प्रहरीकोमा जिम्मा लगाउलान्? हजुरहरूलाई के लाग्छ? हजुरहरूलाई लागेको कुरा कमेन्ट गरेर भन्न नभुल्नुहोला। अनि यतिसम्म हेरिदिनु भयो, साथ सपोर्ट गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।